जाने लेखेपछि चाहिँ कहाँ थिच्ने जो सेभ होस् भन्नुभएको रहेछ। सो यो भिडियोमा चाहिँ म तपाईँहरूलाई सुरुदेखि एन्डसम्म सबै कुरा बताइदिन्छु, कसरी टेम्प्लेट एडिट गर्ने, लास्टमा सेभ कसरी गर्ने, सबै कुरासम्म सिकाइदिन्छु है त। सो तपाईँहरू यहाँ नयाँ हुनुहुन्छ भने चाहिँ anepaly.com/snap हो। तपाईँहरू anepaly.com मा जानुभयो भने यहाँ पुग्नुहुन्छ। यहाँ पुगेर तपाईँले डिजाइन इन स्न्याप बटनमा थिच्नु अनि यहाँ टेम्प्लेटहरू पाउनुहुन्छ। यिनीहरूलाई एडिट गर्न मिल्छ है त। सो उहाँले चाहिँ यो डिजाइनको कुरा गर्दै हुनुहुन्थ्यो। सो हामीले यसमै गरौँ है त। यो थिच्ने सबभन्दा सुरुमा हामी फोटो चेन्ज गरौँ। टक्क थिच्यो, यहाँनिर सेलेक्ट गऱ्यो फोटो, रिप्लेस बटन आउँछ यहाँ मुनि, यसलाई टक्क क्लिक गऱ्यो। यहाँ गरिसकेपछि आफूलाई मन परेको फोटो छान्ने। यो फोटो छाने मैले है, चट्टसँगले यहाँनिर प्रोसेसिङ इमेज आयो होइन त। अब 27औँ होइन, तपाईँको चाहिँ 30औँ हो नि त। सो लेखौँ 30औँ, 30 AU 30औँ। यहाँनिर रातोमा आइसक्यो, स्पेस हानिदिने भयो है। अब ब्याक गरौँ, चट्टसँगले बाहिर सेलेक्ट गरौँ अनि यहाँबाट ल यो टेक्स्टलाई अलिकति कस्टमाइज गरेर लेख्न मन छ अरे तपाईँलाई। जन्मदिनको धेरै धेरै शुभकामना होइन कि, ल धेरै माया छ तिमीलाई होइन, ल यति भयो होइन। अब नाम चेन्ज गर्नु पऱ्यो, भेरी भेरी इम्पोर्टेन्ट। अर्काको नाम हालेर त बनाउने कुरो भएन। सो एडिट गर्ने यसलाई पनि स्वस्तिमा अनि यता चाहिँ हुन्छ हाम्रो निश्चल है। सो भइसकेको छ, सबै कुरा रेडी भइसक्यो हाम्रो। अब चाहिँ हामीले सेभ गर्नु पऱ्यो नि त। सो यो माथिको रातो डाउनलोड बटनलाई थिच्ने, टक्कसँगले थिचेपछि खै टक्क थिचेपछि चाहिँ यहाँनिर जेनेरेट हुन थाल्छ हाम्रो। यो जेनेरेट हुन चाहिँ कहिलेकाहीँ चाहिँ अलि बढी टाइम लाग्छ, कहिलेकाहीँ छिटै हुन्छ होइन। सो एकैछिन पर्खिनु होला, जेनेरेटिङ हुँदैछ, तपाईँको जेनेरेट भइसक्यो होइन। अब लास्टमा डाउनलोड PNG थिच्ने, यो गरेपछि सेभ भयो होइन। अब तपाईँले यहाँनिर यो सेभ भयो होइन, पछि फेरि रियुज गर्न मन लाग्यो भने सिधै तपाईँ होममा जानुभयो भने तपाईँलाई चाहिँ यो डिजाइन चाहिँ रियुज गर्न मन छ भने चाहिँ यहाँनिर तपाईँको ड्राफ्ट्समा यहाँ चाहिँ गएर सेभ भएको हुन्छ है त। सो यसलाई तपाईँले यसो गरेर सेभ टु लाइब्रेरी गर्नुभयो भने चाहिँ यहाँ आएर पछि तपाईँहरूले फेरि यसलाई क्लिक गरेर चाहिँ यहीँबाट रियुज गर्न मिल्छ है त। ओके बाई।